तो चलिए शुरू करते हैं। सो उहाँहरू चाहिँ हुनुहुन्छ हाम्रो कन्या केटो। उहाँले चाहिँ अहिलेसम्म धान रोप्नु भएको छैन। कन्या केटोले चाहिँ स्टार्टिङ गर्दा खेतमा धान राम्रो फल्छ भन्ने हाम्रो यो नेपालको समाजले यस्तो भन्दै हुनुहुन्छ उहाँले चाहिँ। सो उहाँ चाहिँ हाम्रो कन्या केटा हुनुहुन्छ। उहाँले चाहिँ स्टार्टिङ धान गर्न थाल्नुभएको छ। उहाँले स्टार्टिङ गरेको धान चाहिँ फेरि धेरै फल्छ। केटीहरूको भन्दा राम्रो हुन्छ अरे केटाले सुरुवात गरे। त्यही भएर उहाँ चाहिँ बिहे नगरेको पुरै प्योर कन्या। उहाँ चाहिँ पुरै चोखो हुनुहुन्छ। उहाँ क्या बोला तूने? बात तो सही है। त्यही भएर उहाँले काम यस्तो गर्दै हुनुहुन्छ। सो त्यही भएर अब हाम्रोमा चाहिँ फेरि रोपाट पर्नेछन्। उहाँ चाहिँ हाम्रो हुन्छ चस्मिस जी होइन, चस्मिस त अनि चस्मिसले पनि धान रोप्दैछ। सो यहाँ चाहिँ हाम्रो खेताला काली आमादेखि गोरी आमासम्मको हुनुहुन्छ होइन, सबैजना हुनुहुन्छ। उहाँ चाहिँ हुनुहुन्छ हाम्रो काली आमा। उहाँले चाहिँ रोपेको धान राम्रै हुन्छ होला, राम्रो नै हुन्छ होइन। अब भ्लगर चाहिँ अब मै देखिनँ भने त मेरो भिडियोमा मजा आउँदैन। त्यही भएर म चाहिँ हिलो चाहिँ बिहालमा चाहिँ यस्तो यो बिउ हुन्छ नि यस्तो बोकेर हाल्नुपर्ने छ। अब यस्तो रोजगार यो यसीमा बसेका बेरोजगारी फेल भएकाहरू 2 महिना यता आएर काम गर्दा हुन्छ है। बात तो सही है। रोजगार पनि खुलेको छ। धान रोप्नेदेखि आली काट्नेदेखि छोरी मान्छे फेल भएर बसेकोलाई धान रोप्ने छ जागिरिया। सो बेरोजगारी यसी देखाहरू आउँदा हुन्छ यहाँ धान रोप्न है रोजगारमा। म जस्तो नालायक चाहिँ आउँदा हुन्छ यहाँ आली काट्न। कौन है ये लोग, कहाँ से आते हैं? म चाहिँ यहाँ बिउ फाल्ने काम गरिरहेको छु होइन। यसीमा बसेको बेरोजगारहरूलाई खुलेको छ काम। सो सबैजना फेल भएका विषयलाई आएको जतिलाई 1-2 महिना अझै पनि चान्स छ। 1-2 महिना घरमा फोकटे बस्नुभन्दा म जस्तो केटा मान्छे छ भने चाहिँ यसरी हिलोमा आएर है पुरै यसरी बिउ फाल्दा हुनेछ होइन, काम आली काट्दा हुनेछ। सो त्यही भएर अहिले चाहिँ हाम्रो अब यस्तो छ असारको बेलामा। सो यहाँ चाहिँ यस्तो अनि ल यो यसीमा फेल भएको चाहिँ अब के छ कुरो, कोही अब खुर्सानीमा झुन्डेर मर्ने कुरो छ, कोही यस्तो हिलोमा आएर जाकेर मर्ने कुरो चाहिँ यतिमा। ये सब क्या देखना पड़ रहा है? अच्छा है मैं अंधा हूँ। डुबेर मर्ने जति चाहिँ आउँदा हुन्छ। खुर्सानीको बोटमा झुन्डेर मर्ने पनि अब मर्दा हुन्छ। यसीको रिजल्टले त्यस्तो बनाएको छ। एकजनाले त भिडबाट हाम फालिसक्यो। म पनि यहाँ आलीबाट फाल्दैछु अघिदेखि, म मरेकै छैन, मलाई फेरि नमर भन्दै छ। यमराजले नै टिकटै दिएको छैन। पछिल्लो भ्लगमा भेटिने छ। अहिलेलाई सो बाई।